अनि तल चाहिँ रटुवा रहेछ। रटुवाले चाहिँ मैले घाँस दिएको, यसले चाहिँ घाँसै खाएन यसले होइन, चट्ट डरायो। यो सटै गयो अनि बाबुले चाहिँ चट्ट लागेर हेरिरहेको थियो। त्यसपछि मैले अर्को घाँस लिएर आएको, त्यो अगाडिको मन परेर हिँड्छ त्यही भएर खाएन। मैले चाहिँ यो अर्को घाँस लिएर। सो हे गाइज, म मिस्टर शक्ति मगर फेरि आइसकेँ मिनी ब्लग लिएर। आई होप सबैजना सन्चै हुनुहुन्छ ल। म पनि एकदमै सन्चै छु र आज चाहिँ शनिबार हो, त्यही भएर बुढाबुढीले चट्ट लगाएर गणेश पार्कतिर जाऊँ भनेर निक्ल्यौँ। हामी चाहिँ यो वीरेन्द्र चोकदेखि सिधा माथितिर होइन, चट्ट लगाएर माथितिर हिँड्दै गयौँ। त्यहीँनिरदेखि हामीहरू लाग्यौँ अब अटो चढेर सिधा माथितिर सल्यान रोड हो यो चाहिँ होइन, सल्यानतिर जाने। ठ्याक्कै माथि गइसकेपछि बायाँतर्फतिर मोडेर सिधै आइपुग्यौँ हामीहरू गणेश पार्कनिर टेक्रेक्क लाएर। गणेश पार्क बाहिर गइसकेपछि मैले चाहिँ टिकट काटेँ होइन, 100 रुपियाँको 2जनाको टिकट काट्यौँ। बाबु चाहिँ फेरि हो। भित्र जाँदा चाहिँ हाम्रो यस्तो थियो माहौल चाहिँ, मान्छेहरू चाहिँ खासै आएको थिएन, त्यही भएर चाहिँ चट्ट लागेर हामीहरू चाहिँ एउटा अजिङ्गर हेर्न जाऊँ भनेर गएको। अजिङ्गर चाहिँ एकदमै ठुल्ठुला रहेछ, दुईवटा, एउटा ठुलो एउटा अलिक सानो रहेछ। अनि चट्ट लागेर हेऱ्यो, यसलाई चाहिँ एकदमै गजब खतरा रहेछ होइन, डर लाग्ने। अनि यतापट्टि गएको चाहिँ तल डुङ्सी पालेर राखेर रहेछन् होइन, डुङ्सी पनि एउटा रहेछ तल कुनामा बसिरहेको थियो। यो चाहिँ लङ्गुर हो, बाँदर पनि थियो होइन। यो चाहिँ लङ्गुर पाहाडतिरमा पाइन्छ, लेकतिर अलिक चिसो ठाउँमा पाइने हो। यसले चाहिँ चट्ट लगाएर सुन्तला दियौँ हामीले, सुन्तलाहरू टक्क खान लायो। अनि तल चाहिँ रटुवा रहेछ। रटुवाले चाहिँ मैले घाँस दिएको, यसले चाहिँ घाँसै खाएन यसले होइन, चट्ट डरायो। यो सटै गयो अनि बाबुले चाहिँ चट्ट लागेर हेरिरहेको थियो। त्यसपछि मैले अर्को घाँस लिएर आएको, त्यो अगाडिको मन परेर हिँड्छ त्यही भएर खाएन। मैले चाहिँ यो अर्को घाँस लिएर खुवाइदिएको चाहिँ मजाले खायो, चट्ट लगाएर मेरो हात पनि सुँगी खायो मजा मानेर। अनि उतापट्टि हेरेको अस्ट्रिच चरा रहेछ होइन, चट्ट 2जना आएर चक्कै लामो मन्टो लिएर ड्याङ 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 लगाएर हिँड्न आइरहेको थिएँ। मैले चट्ट हेरेँ, एकछिन चाहिँ खतरा लाग्यो, नजिकबाट देख्दा चाहिँ एकदमै खतरनाक लाग्ने होइन। त्यही भएर चट्ट अर्को सुन्तलाको गेडा सरसर दिएको, उसले पनि टप्प टिपेर सुन्तला खायो। प्रायः जस्तो मान्छेहरूलाई दिने रहेछन् खाना जो त्यहाँ होइन। अनि साइडमा गएको, पहिला चाहिँ यो पोखरीमा चाहिँ माछा थियो, अहिले चाहिँ ढुङ्गासुङ्गा हालेर चाहिँ चट्ट लगाएर पौडी सौडी खेल्ने ठाउँ बनाएर रहेछ होइन, चट्टक्क लगाएर। अनि त्यही ढिगमा बसेर मेरो छोराले पनि चट्ट लगाएर हेरिरहेको थियो सबैजनाले। यति गर्दा आजको भ्लग पनि सक्यो। बाइ भेटौँला नेक्स्ट भिडियोमा।